हेलो एभ्रिवान, म फेरि पनि आइसकेको छु सानो छोटो मिठो भ्लग लिएर। यदि मालदिप्स आउँदै हुनुहुन्छ भने चाहिँ एकदम बुझेर आउनु होला। मैले बार बार भनिरहेको छु, एजेन्टको थ्रो एजेन्टले भनेको कुराले मात्र त्यसैको भरोसामा चाहिँ नआउनु होला। तिनीहरूले भनेको भन्दा धेरै फरक छैन, अझ मेन त आइल्यान्डमा आउनेलाई। राम्रो पक्ष पनि छ, सबै नराम्रो पक्ष मात्र छैन। राम्रो पक्ष के छ भन्दाखेरि खाना बस्न कम्पनीको नै हुन्छ प्राय सबैमा। धेरै जसो देशहरूमा खाना हुन्छ बस्न हुन्छ, खाना हुँदैन, कुनैमा खाना हुन्छ बस्नु हुँदैन। त्यो प्रब्लम चाहिँ यहाँ छैन। प्राय सबै कम्पनीमा चाहिँ खाना बस्न कम्पनीकै हुन्छ। अनि अर्को कुरा भनेको चाहिँ के छ त यहाँ राम्रो सोच्नुपर्छ। त्यही हो, अब बुझेर आउनुहोस् है। मालदिप्स यस्तै अब यता गयो समुद्र, उता गयो समुद्र। म चाहिँ अहिले ठ्याक्क बिचमा छु। यहाँबाट यता गयो भने कति 1 किलोमिटर पनि छैन होला समुद्र आउँछ। यता पनि 1 किलोमिटर पनि छैन होला समुद्र आउँछ। उता पनि 1 किलोमिटर पनि टाढा छैन होला समुद्र आउँछ। पछाडि पनि 1 किलोमिटर पनि छैन समुद्र आउँछ। यति भित्रको सानो ठाउँ छ है। त्यही भएर यहाँ धेरै ठुलो एक्सपेक्ट लिएर चाहिँ नआउनुहोस्। त्यही पैसा अब धेरै कमाउँछु, अब एजेन्टले भनेछ यति 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 भनेको छ, त्यही हिसाबले अब नेपाल क्यालकुलेट गर्दाखेरि यति हुँदो रहेछ। यो भ्रम लिएर चाहिँ नआउनु होला। यहाँ एमबिआर दियो भने चाहिँ एकदम गाह्रो हुन्छ। त्यही भएर बुझेर आउनुहोस्। अरू कुराहरू गर्दै गरौँला हैन। सँगै साथमै रहनुहोस्। म अपडेट बताइराख्छु के हुन्छ यता, के हुँदैन भन्नु।